नमस्कार साथीहरू, आजबाट चाहिँ हामीले यो इन्जिनियरिङ फर यु जुन च्यानल छ त्यसमा चाहिँ इन्जिनियरिङ म्याथ जुन थर्ड सेमेस्टरमा यदि तपाईहरु पढ्दै हुनुहुन्छ इन्जिनियरिङ म्याथ 3 का भिडियोहरू निरन्तर लिएर आउनेछौँ हैन। तपाई डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढ्दै हुनुहुन्छ भने तपाईका लागि यो भिडियो एकदमै फलदायी हुनेछ र यो भिडियोलाई एकदमै महत्त्वपूर्ण तपाईले लाइक गर्नुस् अथवा नगर्नुस्, यो भिडियोलाई स्किप चाहिँ नगर्दिनु होला है। यसमा चाहिँ के भन्छ भन्दाखेरि डेरिभेटिभ अफ इन्भर्स सर्कुलर फंक्शन भने चाहिँ तपाईलाई फर्स्ट सेमेस्टरमा चाहिँ त्यो ट्रिग्नोमेट्रिक फंक्शन्सको थियो। अहिले इन्भर्स तिनको इन्भर्सको चाहिँ डेरिभेटिभ निकाल्न भनेको छ है, युजिङ डेफिनेसन भनेको छ। ल डेफिनेसन लेखिहालौँ अनि त्यसपछि सल्भ गरिहालौँ है। यहाँ चाहिँ के लेखेको छ भन्दाखेरि यो चाहिँ डेफिनेसन हो। यदि हामीले कुनै पनि फंक्शन मानव त्यो फंक्शन एफएक्स छ त्यसको डेरिभेटिभ निकाल्न छ भने के गर्ने, एकदम स्मल इन्क्रिमेन्ट छ एच त्यो जोड्ने हैन। यो एच लाई एकदमै स्मल इन्क्रिमेन्ट मान्न सकिन्छ, त्यो टेन्स टु 0 लेख्ने अनि यो फर्मुलाको प्रयोग गरेर चाहिँ हामी इन्क्रिमेन्ट निकाल्न सकिन्छ है। ल फर्स्ट क्वेशन गरेर हेरौँ कसरी निकाल्न सकिन्छ। ल चाहिँ यसमा सबभन्दा पहिला तपाईले केही मान्नुपर्ने हुन्छ है। लेट यहाँ चाहिँ के लेख्ने भन्दाखेरि लेट हाम्रो जुन फंक्शन थियो जसको निकाल्न थियो हैन, त्यसको लेट cos इन्भर्स x इज इक्वल्स टु के मान्ने भन्दाखेरि fx है। त्यसलाई fx मान्ने इज इक्वल्स टु के मान्ने भन्दाखेरि y सपोज गर्ने। यो सपोज गरिसकेपछि अब यसलाई डोमेन चेन्ज गर्नु पर्यो। यहाँ चाहिँ डोमेन चेन्ज छ नि हो, यसलाई चेन्ज गर्नु पर्यो। चेन्जिङ द डोमेन as x plus h गरिसकेपछि हामीलाई के प्राप्त हुन्छ भन्दाखेरि यहाँ चाहिँ cos इन्भर्स x plus h यो चाहिँ पाइन्छ f x plus h को बराबर भयो। अब के गर्ने भन्दाखेरि पुट है, पुट के गर्ने भन्दाखेरि cos इन्भर्स x प्लस h यहाँ चाहिँ के पुट गर्ने भन्दाखेरि y प्लस के गर्ने, हामीले cos इन्भर्स यहाँ चाहिँ x लाई y मानेको हो हैन। त्यसलाई के यहाँ के गर्ने भन्दाखेरि cos इन्भर्स x प्लस डोमेनलाई थोरै चेन्ज गरिसकेपछि y को भ्यालुमा पनि त चेन्ज आउने भयो हैन। त्यही चेन्जलाई हामीले यहाँ के लेखेको है। अब चाहिँ के गर्ने भन्दाखेरि यहाँ चाहिँ अब यसलाई हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यसमा चाहिँ h को भ्यालु निकाल्नु पर्ने हुन्छ पछि गएर। त्यही भएर अहिले नै हामी h को भ्यालु निकालिहालौँ है यसबाट। देयरफोर h इज इक्वल्स टु के लेख्न सकिन्छ भन्दाखेरि cos y प्लस के लेख्न सकिन्छ हैन। यो चाहिँ इन्भर्स दुवैतर्फ cos लिँदाखेरि के हुन्छ है, यो इन्भर्स तपाईलाई प्रपर्टी थाहा नै होला हैन। के हुन्छ cos इन्भर्स x चाहिँ के हुन्छ भन्दाखेरि यहाँ चाहिँ x नै हुन्छ है। यो चाहिँ थाहा नै होला है। अब दुवैतर्फ cos लिँदाखेरि यो हुन्छ अनि यो जुन x छ x को भ्यालु यहाँबाट हामीलाई के थाहा हुन्छ भन्दाखेरि x को भ्यालु यहाँबाट के हुन्छ cos y हुन्छ है। यो दुवैतर्फ cos लिँदाखेरि यहाँ x को भ्यालु के हुन्छ cos y हुन्छ। त्यही भएर माइनस x लेख्नुको ठाउँमा हामीले सिधै यहाँ चाहिँ cos y लेख्दै हुन्छ है। ल यति गरिसकेपछि हामी अब अर्को चाहिँ यो पछाडी पल्टिनु पर्यो है। अब चाहिँ फ्रम द डेफिनेसन है। अब हामीले चाहिँ डेफिनेसनबाट के लेख्न सकिन्छ भन्दाखेरि फ्रम द डेफिनेसनबाट के लेख्न सकिन्छ भन्दाखेरि d cos इन्भर्स x by dx इज इक्वल्स टु cos इन्भर्स x प्लस h। यहाँ चाहिँ डोमेन चेन्ज गरियो हैन, माइनस cos इन्भर्स यहाँ चाहिँ फंक्शन्स लेखियो हैन। यहाँ तल के थियो चाहिँ h थियो अनि यहाँ चाहिँ के थियो लिमिट h टेन्स टु 0 गरिसकेपछि यो गर्ने हैन। अब चाहिँ यसलाई हामी चाहिँ पछाडी तपाईले पनि म पछाडी देखाउँछु तपाईलाई है।
यहाँ चाहिँ हामीले के सपोज गरेको भन्दाखेरि यहाँ चाहिँ cos y प्लस cos x प्लस h इज इक्वल्स टु y प्लस k सपोज गरेको हैन। त्यसको ठाउँमा cos x प्लस h का ठाउँमा के लेख्न सकिन्छ, y प्लस k लेख्न सकिन्छ अनि cos इन्भर्स x का ठाउँमा y लेख्न सकिन्छ है। अब चाहिँ के लेख्न सकिन्छ भन्दाखेरि यहाँ चाहिँ यसको ठाउँमा लिमिट s टेन्ड्स टु 0 y प्लस k माइनस y लेख्न सकिन्छ हैन। h को भ्यालु चाहिँ पछाडी हामीले निकालिसकेका थियौं हैन। के निकालिसकेका थियौं भन्दा cos y प्लस k माइनस cos y निकालिसकेका थियौं हैन। अब यो चाहिँ फर्मुला लगाएर सल्भ गर्नुपर्ने हुन्छ हैन। हामीलाई के थाहा छ भन्दाखेरि cos c माइनस cos d चाहिँ के हुन्छ, cos c यहाँ चाहिँ अगाडि गर्छु है, लिमिट s टेन्ड्स टु 0 यो चाहिँ यो पोजिटिभ नेगेटिभ क्यान्सल आउट हुन्छ हैन, क्यान्सल आउट हुन्छ अनि यहाँ चाहिँ के मात्र बाँकी रहन्छ अनि यहाँ चाहिँ यो माइनस 2 sin के हुन्छ यो 2y प्लस k इन्टु sin हैन चाहिँ के हुन्छ y प्लस k माइनस y बाई 2 हुन्छ हैन। यो चाहिँ कसरी भयो त sin cos c माइनस cos d को फर्मुलाबाट भयो है। cos c माइनस cos d को फर्मुला के हुन्छ, cos c माइनस cos d इज इक्वल्स टु माइनस 2 sin c प्लस d बाई 2 इन्टु sin c माइनस d बाई 2 है। यो फर्मुला है, देखिएन है, अब देखिन्छ है। यही फर्मुला लगाएर भयो है। अब यसका ठाउँमा के लेख्न सकिन्छ भन्दाखेरि यहाँ चाहिँ लिमिट s टेन्ड्स टु 0 अनि यो चाहिँ के तल लेख्न सकिन्छ हामी, यहाँ चाहिँ 1 अपन के लेख्न सकिन्छ भन्दाखेरि यहाँ चाहिँ माइनस 2 sin चाहिँ यहाँ चाहिँ y प्लस k बाई 2 इन्टु sin हो यो y क्यान्सल हुन्छ हैन, k अपन 2 हैन, k ओभर 2 भइहाल्यो हैन। अब यो चाहिँ के जुन छ नि माथि थियो त्यो हामीले तल लेख्न सक्छौं यसरी हैन। अब यो 2 लाई पनि हामी यहाँ तल लेख्न सक्छौं है, लेखिहालौं लिमिट 0। अब यो चाहिँ sin y प्लस k ओभर 2 इन्टु sin k बाई 2 हामीलाई के थाहा छ भन्दाखेरि यो चाहिँ सरी अब यहाँ चाहिँ सबै ठाउँ के हुनाले यहाँदेखि नै के लेख्नु पर्ने हुन्छ है। यहाँदेखि नै के लेख्नु पर्ने हुन्छ है, म चाहिँ लेखिन है। यहाँदेखि नै के लेख्नु पर्ने हुन्छ हैन। अब यहाँ चाहिँ के इज इक्वल्स टु 0 राख्दाखेरि त यो मिल्दैन हैन। त्यही भएर यो चाहिँ हामीसँग के हुन्छ भन्दाखेरि एउटा फर्मुला हुन्छ लिमिट कि x नै राखौँ है, x टेन्ड्स टु 0 sin x बाई x। यहाँ पनि x भयो हैन, यहाँ पनि x भयो, यहाँ पनि x भयो र लिमिट x टेन्ड्स टु 0 छ भने त्यसलाई हामी के लेख्न सक्छौं भन्दाखेरि त्यो के हुन्छ भन्दाखेरि डाइरेक्ट इक्वल टु 1 लेख्न सकिन्छ के लेख्न सकिन्छ भन्दाखेरि इक्वल टु 1 लेख्न सकिन्छ है इक्वल टु 1 लेख्न सकिन्छ है। त्यही भएर यसलाई चाहिँ 1 लेख्न सकिन्छ अनि यहाँ चाहिँ k इज इक्वल्स टु 0 राख्दाखेरि केही फरक पर्दैन है, खासै फरक पर्दैन हैन। यहाँ चाहिँ sin y हुन्छ हैन। अब तपाई पछाडी हेर्न सक्नुहुन्छ हैन, पछाडीतिर हेर्दा पनि यहाँबाट हामीले के गर्न सक्छौं भन्दा x इज इक्वल्स टु cos y लेख्न सक्छौं। तर sin y त थाहा छैन नि हामीलाई, त्यो sin y निकाल्नु पर्ने हुन्छ है। अब चाहिँ यो sin y जुन छ नि यो sin y के लेख्न सकिन्छ भन्दाखेरि 1 अपन अंडर रूट 1 माइनस cos स्क्वायर
वाइ यहाँ चाहिँ लेख्न सकिन्छ हैन। अब यसबाट के हुन्छ भन्दाखेरि अब यो cos y लाई चाहिँ हामी x लेख्न सक्छौं हैन। त्यही भएर यो जुन यसलाई के लेख्न सकिन्छ भन्दाखेरि 1 यहाँ चाहिँ यो माइनस है, यहाँ चाहिँ यो माइनस थियो हैन, हामी चाहिँ लेख्न बिर्सिएछौं है। -1 यो -1 त रहन्छ नि यो -1 अनि यहाँ चाहिँ जुन छ नि यसलाई के लेख्न सकिन्छ भन्दाखेरि 1 - x स्क्वायर चाहिँ लेख्न सकिन्छ। यही नै आन्सर है, यही नै आन्सर है। ल अर्को क्वेशनतिर जाम है, अलिकति यता गर्दिन्छु हैन। अब चाहिँ बी है, बीमा के भन्छ भन्दाखेरि यहाँ चाहिँ साइन इन्भर्स x को डेरिभेटिभ निकाल्न भनेको छ। अब त्यही स्टेप फलो गर्ने है, त्यही स्टेप फलो गर्ने। म फटाफट लेखेर गर्दिन्छु है, त्यही प्रोसेसबाट गर्ने है। म फटाफट लेखिदिएको छु, बेर होला फेरि मस्तै क्वेशनहरु गर्न छन् है। साइन इन्भर्स x यो गर्ने अनि चेन्जिङ द डोमेन गर्ने हैन। लेट साइन इन्भर्स x y + k गर्ने। अब अगाडि के गर्नु पर्छ भन्दाखेरि अब अगाडि सेम प्रोसेस नै हो है। अगाडि चाहिँ h को भ्यालु निकाल्नु पर्ने हुन्छ। अब h को भ्यालु यहाँबाट के पाइन्छ भन्दाखेरि sin y + k - sin y लेख्न सकिन्छ है, सेम प्रोसेस हो। अब के गर्ने भन्दाखेरि चाहिँ फ्रम द डेफिनेसन लेख्ने हैन, फ्रम द डेफिनेसन अथवा फ्रम द फर्स्ट प्रिन्सिपल लेख्ने अनि f dash x is equals to के लेख्ने भन्दाखेरि sin इन्भर्स x plus h minus sin inverse x over h लेख्ने लिमिट h tends to 0 लेख्ने हैन। अब चाहिँ हैन, अब यसलाई के लेख्न सकिन्छ भन्दाखेरि यसलाई पहिले भने अनुसार नै गर्दै जाने हैन। चाहिँ y + k - y गर्ने sin y + k - sin y गर्ने है। अलिकति साह्रो छ हैन। अब चाहिँ के गर्ने भन्दाखेरि लिमिट, अब यहाँ चाहिँ पुरै के भइसकेपछि यहाँ h लेख्नु त भएन हैन, के नै गर्नु पर्यो है। अब चाहिँ यो यहाँ जुन छ sin c - sin d को फर्मुला अप्लाई गर्नु पर्यो है। sin c - sin d को के गर्नु पर्यो, फर्मुला अप्लाई गर्नु पर्यो। अब चाहिँ गर्नु पर्यो है, यहाँ चाहिँ यो क्यान्सल आउट हुन्छ अनि k अपन अनि यहाँ चाहिँ sin c - sin d के हुन्छ भन्दाखेरि 2 cos c + d/2 हुन्छ है। भनेपछि y यो चाहिँ c भयो, यो चाहिँ d भयो हैन। c y + k + y/2 हैन इन्टु sin, यो चाहिँ y क्यान्सल आउट हुन्छ अनि यहाँ चाहिँ के हुन्छ k/2 मात्र हुन्छ है। यहाँ चाहिँ भइहाल्यो अनि अलिकति सार्नु पर्यो हैन। यहाँ चाहिँ लिमिट k tends to 0, यो चाहिँ यो 2 लाई हामी तल लेख्न सक्छौं हैन। अनि यो चाहिँ यहाँ 2y/2 चाहिँ y मात्र रहन्छ हैन, प्लस k/2 हुन्छ हैन। 1 के लेख्न सकिन्छ भन्दाखेरि cos y + k/2 लेख्न सकिन्छ हैन, इन्टु के लेख्न सकिन्छ भन्दाखेरि sin k/2 अपन के लेख्न सकिन्छ, यो के तल आयो अनि यताको के तल आयो, यसभन्दा तल आयो हैन। अनि यसरी लेख्न सकिन्छ। हामीसँग हामीलाई थाहा छ लिमिट x tends to 0 sin x/x = 1 हुन्छ हैन। हो यो चाहिँ के हुन्छ भन्दाखेरि 1 हुन्छ है। इक्वल्स टु के भयो भन्दाखेरि यहाँ चाहिँ 0 राख्दाखेरि के को ठाउँमा 0 राख्दाखेरि यहाँ चाहिँ
यो फर्मुला अनुसार यो 1 नै भयो हैन, यो यसको भ्यालु 1 नै भयो हैन, यो चाहिँ 1 अपन cos y भयो। हामीले cos y को भ्यालु यहाँ चाहिँ हेर्दाखेरि पनि हामीले cos y को भ्यालु चाहिँ थाहा छैन हैन, हामीलाई माथिबाट चाहिँ के थाहा हुन्छ भन्दाखेरि माथिबाट के थाहा हुन्छ भन्दाखेरि यताबाट हैन sin यहाँ चाहिँ अझै तल झार्नु पर्यो हैन, यहाँ चाहिँ sin y = x छ हैन, cos y को भ्यालु त थाहा छैन। के भनेको थियो भन्दाखेरि 1 अपन cos y थियो त्यहाँ, त्यो 1 अपन cos y लाई के लेख्न सकिन्छ भन्दाखेरि 1 अपन अंडर रूट cos y को होल स्क्वायर लेख्न सकिन्छ नि, यसरी पनि लेख्न सकिन्छ हैन। यहाँ चाहिँ अब यो cos y लाई के लेख्न सकिन्छ भन्दाखेरि 1 अपन अंडर रूट 1 माइनस sin स्क्वायर y लेख्न सकिन्छ हैन। अब यो sin स्क्वायर y लाई के लेख्न सकिन्छ भन्दाखेरि सरी हलले चाहिँ sin स्क्वायर y लाई 1 अपन अंडर रूट 1 माइनस x स्क्वायर लेख्न सकिन्छ। यही नै आन्सर है। ल अब tan को गरौँ है। अब यो चाहिँ c मा चाहिँ हामीले tan इन्भर्स x को डिफरेन्सिएसन गर्नु थियो हैन, पत्ता लगाउनु थियो x को रेस्पेक्टमा है। अब यो फर्स्ट प्रिन्सिपलबाट गरौँ है। ल यसमा पनि त्यही गर्ने हो, लेट tan इन्भर्स x = के मान्ने, y = के मान्ने, fx मान्ने। अनि सेम प्रोसिजर हो है, सेम प्रोसिजर छिटो गरिहालौँ हैन। यो चाहिँ x मानियो हैन। अब डोमेनलाई चेन्ज गर्ने, = के गर्ने, सरी tan इन्भर्स है y प्लस k पुट गर्ने, y प्लस k पुट गरिसकेपछि यसलाई के लेख्न सकिन्छ भन्दाखेरि यसमा चाहिँ के लेख्न सकिन्छ, tan y प्लस k = x प्लस h गर्न सकिन्छ हैन। अब यसबाट चाहिँ के हुन्छ भन्दाखेरि h = tan y प्लस k माइनस tan y, सेम प्रोसिजर हो। यस्तै गर्दै जानु भयो भने बाइ युजिङ डेफिनेसन है, डेफिनेसन। अब यसको डिफरेन्सिएसन के हुन्छ, यहाँ चाहिँ डिफरेन्सिएसन tan इन्भर्स x प्लस h माइनस tan x, यहाँ चाहिँ h गर्ने, लिमिट गर्ने, h टेन्ड्स टु 0, यहाँ चाहिँ पेनले लेखेन हैन। अब फेरि यसलाई के लेख्न सकिन्छ भन्दाखेरि यसलाई सिधै पुट गर्न सकिन्छ हैन, लिमिट h टेन्ड्स टु 0, यसलाई y प्लस k माइनस y पुट गर्न पाइयो। अनि यहाँ चाहिँ h को ठाउँमा tan y प्लस k माइनस tan y पुट गर्न पाइयो हैन। अब चाहिँ लिमिट, अब यहाँ h त यहाँ छैन हैन, h को ठाउँमा k राख्ने हैन। अब यो चाहिँ y यो चाहिँ हट्छ हैन, k अपन यहाँ चाहिँ यसलाई sin y प्लस k माइनस sin y ओभर cos y प्लस k अर्को cos y यसरी लेख्न सकिन्छ। अब चाहिँ के गर्न सकिन्छ भन्दाखेरि यहाँ चाहिँ
अब यसमा एलसीएम लिन सकिन्छ हैन लिमिट k टेन्ड्स टु 0 एलसीएम लिँदाखेरि यो चाहिँ के हुन्छ भन्दाखेरि यो चाहिँ के ने हुन्छ हैन अब यो चाहिँ sin y plus k into cos y minus sin y into cos y plus k हुन्छ है अनि यहाँ तलको चाहिँ हामी यसरी लेख्न सक्छौं यसलाई हैन cos y plus k times cos y यसरी लेख्न सकिन्छ अब चाहिँ यतिको भइसकेपछि हैन हामीले के लेख्न सकिन्छ भन्दा इज इक्वल्स टु अब के लेख्न सकिन्छ भन्दाखेरि यहाँ चाहिँ एलसीएम लियो हैन हामीले यो चाहिँ फर्मुलामा हुन्छ है sin a cos b minus cos a sin b के हुन्छ sin a cos b minus cos a sin b sin a minus b हुन्छ यो फर्मुलामा गइहाल्यो हैन लिमिट k टेन्ड्स टु 0 यो चाहिँ के नै भइहाल्यो हैन अनि ओभर यो चाहिँ फर्मुलामा गइहाल्यो sin y plus k minus y यसरी लेख्न सकिन्छ अनि यो चाहिँ हैन cos y plus k यसलाई जस्ताको तस्तै सार्ने हैन cos y भयो अब चाहिँ यसलाई के लेख्न सकिन्छ भन्दाखेरि यहाँ चाहिँ लिमिट k टेन्ड्स टु 0 लेख्न सकिन्छ यो यसलाई चाहिँ हामी चाहिँ यो y कट्यो हैन यसलाई यो k लाई तल पनि लेख्न सकिन्छ अनि यहाँ चाहिँ sin k छ अनि यसलाई तल यसरी लेखियो हैन यिनीहरुलाई प्रोडक्टको फर्ममा चाहिँ 1 ओभर cos y plus k इन्टु cos y पनि त लेख्न पाइयो नि हामीले त यसरी पनि लेख्न पाइयो हैन अब के गर्ने भन्दा यसलाई हामीले के लेख्न सकिन्छ भन्दा यसलाई 1 लेख्न सकिन्छ हैन हामीसँग फर्मुला छ हैन त्यसैले गर्दाखेरि यो चाहिँ डोमेन सेम छ हैन यो पनि सेम छ अनि k टेन्ड्स टु 0 छ लिमिट k टेन्ड्स टु 0 अनि यो सेम छ भनेपछि यसलाई 1 लेख्न पाइयो हैन अनि यहाँ चाहिँ 0 लेख्दा त कुनै फरकै नै पर्दैन हैन यसलाई चाहिँ 1 ओभर 1 अपॉन cos स्क्वायर y के हुन्छ sec स्क्वायर y हुन्छ हैन अब यसलाई के लेख्न पाइयो भन्दाखेरि 1 अपॉन 1 प्लस tan स्क्वायर y लेख्न पाइयो हैन अब tan y भनेको के थियो भन्दाखेरि tan इन्भर्स x इज इक्वल्स टु y भए tan y इज इक्वल्स टु x हुन्छ tan y इज इक्वल्स टु x लेख्दाखेरि यसरी लेख्दाखेरि 1 ओभर के लेख्न पाइयो भन्दाखेरि 1 प्लस x स्क्वायर यही नै आन्सर है अब ल अर्को क्वेशनमा जाम e अब चाहिँ हामीले e को गर्नुपर्ने हैन e को चाहिँ मैले यहाँ लेखिदिएको छु ब्ल्याक पेनले लेखिदिएको छु भिजिबिलिटीका लागि यहाँ चाहिँ रेड पेनले देखिएको थिएन है ल अब यसको सजिलैले गर्न सकिन्छ यो झन् सजिलो छ है आत्तिनु पर्दैन यसमा चाहिँ म अलिकति यहाँ यसरी लेखिदिने भए है म चाहिँ fx let fx इज इक्वल्स टु यहाँ चाहिँ ln यसको ठाउँमा म r cos लेखिदिने भए है r cos x लेखिदिने भए है अब चाहिँ के गर्ने भन्दाखेरि अब बाइ डेफिनेसन अब बाइ डेफिनेसन के लेख्न सकिन्छ भन्दाखेरि यहाँ चाहिँ हामी सिधै लेख्दियौँ है f is equals to
बाई डेफिनेसन के लेख्न सकिन्छ यो चाहिँ लिमिट h टेन्ड्स टु 0 ln arc cos x प्लस h यहाँ चाहिँ arc cos x प्लस h गर्न पाइयो हैन माइनस ln arc cos x है यहाँ चाहिँ तल चाहिँ h हुन्छ है यो चाहिँ h अनि यसलाई के लेख्न सकिन्छ भन्दाखेरि यसलाई लिमिट h टेन्ड्स टु 0 अब यो चाहिँ log को प्रपर्टी हो log a माइनस log b लाई के लेख्न सकिन्छ भन्दाखेरि यसलाई के लेख्न सकिन्छ ln यहाँ चाहिँ डिवाइड मा लेख्न मिल्छ है arc cos x प्लस h ओभर arc cos x यहाँ चाहिँ फेरि तल चाहिँ h है मैले अलिकति सारे है यहाँ चाहिँ मैले के गरेँ भन्दाखेरि थप स्टेपमा के गरेँ भन्दा मैले सिधै गर्दै हैन टाइम वेस्ट होला भनेर हैन धेरै टाइम पनि भइसक्यो r cos x यहाँ चाहिँ दुवैतर्फ मैले r cos x प्लस गरेँ अनि सबट्र्याक्ट गरेँ अनि सिधै लेख्दै है r cos x अपन r cos x भयो यहाँ चाहिँ के गरेँ भन्दा यहाँ सबट्र्याक्ट गर्दै कि r cos x यहाँ छ नि यो त्यो यहाँ सबट्र्याक्ट गरेँ अनि एड गर्दै एड गरिसकेपछि त्यो एड वाला पार्ट छ नि त्यसलाई अलग गरिदिने मिल्छ है यसरी r cos x अपन r cos x भयो अनि अब अगाडि चाहिँ अलिकति सार्छु है म यसमा अब चाहिँ के गर्ने भन्दाखेरि अब सिम्पली हुन्छ है यो लिमिट h टेन्ड्स टु 0 गर्ने हैन यो चाहिँ के गर्ने भन्दाखेरि नेचुरल लग अनि यहाँ यस्तो चाहिँ 1 लेख्न मिल्छ हैन यसलाई अगाडि पछाडी गर्दिम है प्लस arc cos x प्लस h गर्दिने हैन यहाँ चाहिँ तल पनि arc cos x यो चाहिँ यो h चाहिँ हामीले यता लेखेनौ हैन किन लेखेनौ भनेर सोध्नु होला यो चाहिँ लेख्न छ हैन यहाँ चाहिँ h लेखिहालौं केही हुन्न यो चाहिँ h यतातिर लेख्न भइएन हैन यहाँ चाहिँ लेखिहालौं हैन यो h भयो हैन यहाँ तलतिर पनि लेखौँ h यहाँ चाहिँ h है अब के गर्ने भन्दाखेरि अब यतिको भइसक्यो हैन के गर्न सकिन्छ भन्दाखेरि अब यो चाहिँ एउटा के भयो भन्दाखेरि एउटा फर्ममा गयो हैन हामी ln यो एकदमै स्मल भ्यालु हो भने यसभित्रको यो भ्यालु एकदमै स्मल हो जस्तै h को भ्यालु एकदमै स्मल छ भने हामीले के गर्न सक्छौं भन्दाखेरि यहाँ चाहिँ यसरी चाहिँ हेर्दाखेरि यो भ्यालु h को भ्यालु एकदमै स्मल छ भने चेन्ज पनि एकदमै स्मल होला हैन यसको रेशियो पनि एकदमै स्मल होला हैन चेन्ज स्मल भइसकेपछि त रेशियो पनि त स्मल हुन्छ नि अनि यसबाट के लेख्न सकिन्छ भन्दाखेरि हामीले एक्सपेन्सनबाट हामीलाई के थाहा छ भन्दाखेरि यदि लिमिट यहाँ चाहिँ सरी लिमिट हैन है यहाँ चाहिँ ln 1 प्लस यसमा चाहिँ यसको भ्यालु एकदमै स्मल छ भने लाइटिङ बढाइदिन्छु म एकदमै स्मल छ भने यो चाहिँ एप्रोक्सिमेटली यो इक्वल हुन्छ एप्रोक्सिमेटली है जस्तै ln 1 प्लस 0 गर्नुभयो भने त ln 1 भनेको त 0 नै हो नि त्यही भएर हामीले के लेख्न पाइयो भन्दाखेरि यो ln हटाउन पाइयो के हामीले यसरी है लिमिट h टेन्ड्स टु 0 गर्ने अनि यहाँ चाहिँ के गर्ने भन्दाखेरि यो चाहिँ हटाइदिन मिल्छ है arc cos x प्लस h ओभर arc cos x है arc cos x यहाँ चाहिँ arc cos x कन्फ्युज हुनु होला arc cos x यहाँ चाहिँ h चाहिँ तल यहाँ चाहिँ लेख्न मिल्छ है h अब तपाईले याद गर्न सक्नुहुन्छ यो जुन छ यो जुन छ r cos x जुन छ र r cos x प्लस h यो जुन छ यो चाहिँ के को भन्दाखेरि r cos x प्लस h सरी यहाँ चाहिँ लेख्न बिर्सिएछ है एउटा यहाँ चाहिँ
आर कस एक्स प्लस आर कस एक्स लेख्न बिर्सिएछ है, माइनस आर कस एक्स पनि हुन्छ है, यहाँ आर कस एक्स पनि हुन्छ है, यहाँ चाहिँ लेख्न बिर्सिएछ है, यहाँ चाहिँ आर कस एक्स लेख्नु होला है, यहाँ चाहिँ माइनस आर कस एक्स पनि हुन्छ है यहाँ। र अब के लेख्न सकिन्छ भन्दाखेरि यो जुन छ यो चाहिँ के हो भन्दाखेरि यहाँ चाहिँ तपाईले याद गर्नुहोस् भने यो ठ्याक्कै के हो भन्दाखेरि कस इन्भर्स एक्स को डेरिभेटिभ हो नि, त कस इन्भर्स एक्स को डेरिभेटिभ हो। यदि तपाईँ यसलाई हेर्नुहुन्छ भने यो त पहिला पनि त यही गरेको नि, यो वाला पार्ट कि यो वाला पार्ट त के हो कस इन्भर्स एक्स हो। कस इन्भर्स एक्स को डेरिभेटिभ त हामीलाई थाहा छ पहिलेदेखि है, के हो कस इन्भर्स एक्स को डेरिभेटिभ, एकछिन है, कस इन्भर्स एक्स को डेरिभेटिभ के हो हामीले निकालेको नि भर्खरै। यहाँ चाहिँ यो के हो भन्दाखेरि कस इन्भर्स एक्स को डेरिभेटिभ चाहिँ के हो भन्दाखेरि -1 ओभर अंडर रूट 1 माइनस एक्स स्क्वायर हो कि नहीं, यो कि नहीं। यसका ठाउँमा के राख्न पाइयो भन्दाखेरि यसका ठाउँमा पुरै के लेख्न पाइयो भन्दाखेरि यहाँ चाहिँ म लेखिदिन्छु, यहाँ चाहिँ एकछिन है, यहाँ चाहिँ 1/r cos x चाहिँ त्यसै नै भयो हैन। यसको ठाउँमा के लेख्न पाइयो भन्दाखेरि -1 इन्टु -1 ओभर अंडर रूट 1 माइनस एक्स स्क्वायर लेख्न पाइयो कि पाइएन। यो भनेकै याद गर्नुस् कि तपाईले, यो आर कस भनेको कस इन्भर्स एक्स प्लस एच माइनस त्यही त हो नि, कस इन्भर्स एक्स केही हो नि, यो तपाईले याद गर्न सक्नुहुन्छ है। अब यो यहाँ चाहिँ अब 1 ओभर यसलाई कस इन्भर्स एक्स लेख्न सकिन्छ हैन, कस इन्भर्स एक्स हैन, अलिकति सार्छु है म, कस इन्भर्स एक्स -1 यता लेख्न सकिन्छ हैन, यहाँ चाहिँ अंडर रूट 1 माइनस एक्स स्क्वायर है। यही चाहिँ आन्सर हो है, यही चाहिँ आन्सर हो है, इसको आन्सर यही हो। थ्याङ्क्स फर वाचिङ गाइस, किप सपोर्टिङ। हाम्रो यो भिडियोलाई लाइक गरिदिनु होला, राम्रो लाग्यो हैन, च्यानललाई सब्स्क्राइब अवश्य गरिदिनु होला, स्किप नगर्नु होला है, कुनै पनि पार्ट स्किप गरेपछि बुझिदैन है। ल यही हो है डिफ्रेन्सिएसन, ई को पनि भयो। अनि अब चाहिँ भोलि केही दिनमै अब हामी यो चाहिँ सकाउने छौं हैन। थ्याङ्क्स फर वाचिङ है।